वेलकम टु येट अनदर ब्लग। सो यो ब्लग चाहिँ आज हामी यहाँबाट स्टार्ट गर्दैछौँ। हामी चाहिँ सिक्लिस जाने बाटोमा छौँ र एउटा यस्तो झोलुङ्गे पुल छ। गाडी चाहिँ यो पहाड हुँदै जान्छ तर हामी चाहिँ यात्रु चाहिँ झोलुङ्गे पुल हुँदै जान्छौँ। सो यस्तो राम्रो छ होइन, एकदम हाइटमा छ। सो मलाई चाहिँ यो ठाउँ र यो झोलुङ्गे पुल चाहिँ बेस्ट प्लेस जस्तो लाग्यो ब्लग स्टार्ट गर्नको लागि। हामी चाहिँ कापुचे र कोरी ट्रेक गर्दैछौँ आज असीम र प्रदीपसँग। प्रदीप चाहिँ बिहाइन्ड द क्यामेरा छ है। सो ल अब हामी यहाँबाट ब्लग स्टार्ट गर्छौँ है त। ल असीम, अहिलेसम्मको यात्रा कस्तो लागिरहेछ? अहिलेसम्मको ठिक छ। कतिको एक्साइटेड छौ? एकदम धेरै एक्साइटेड। बाटो चाहिँ अफरोड छ, रमाइलो छ। ल प्रदीपको के छ? मेरो अहिलेसम्म फर्स्ट टाइम विराजनसँग ट्रेकिङ आउँदैछौँ होइन, एकदम रमाइलो भइरहेछ अहिलेसम्म चाहिँ होइन। अघि बिहानसम्म त कम्फर्टेबल बस्न थियौँ, अहिले हामी कच्ची बाटो हिँडिरहेछौँ। अब खाजासाजा खाएर आएपछि खाजासाजा खाएर ट्रेक गर्दैछौँ। अहिले यहाँ चाहिँ बिचमा झोलुङ्गे पुल रहेछ, यो झोलुङ्गे पुलबाट क्रस गर्ने हामी चाहिँ गाडी चाहिँ यताको बाटो जान्छ। यहाँ बाइक लिएर आउनेलाई पनि पार्किङको राम्रै सुविधा रहेछ है। सो दिस इज सिक्लिस भिलेज। अब हामी चाहिँ यहाँ चिया खाएर माथितिर लाग्छौँ। कतापट्टि लाग्नुपर्ने हो त्यतातिर। हामी चाहिँ ठ्याक्कै 10 बजेतिर सिक्लिसबाट हिँडियो ट्रेकिङ स्टार्ट भयो त। ल क्विक अपडेट गाइज, हामी हिँडेको 2 घन्टा भयो सिक्लिसबाट। अहिले ठ्याक्कै 12 बजिरहेछ। 1 घन्टाको पुरै ओह्रालो थियो र यो चाहिँ 1 घन्टाको ठाडो उकालोपछि हामी यहाँ एकछिन रेस्ट गर्न आइपुगेको छौँ। स्टिल लङ वे टु गो। रेडी। ल गाइज क्विक अपडेट, हामी चाहिँ तासा आइपुगिसक्यौँ। सो तासा हामी 1:50तिर आइपुगेको। अहिले खाना चाहिँ हामी यही खान लागेको छौँ। सो यहाँबाट चिगा पुग्न चाहिँ 2 घन्टा जस्तो लाग्छ अरे। अब चिगा पुगौँ आज त्यहीँ बसिन्छ होला। अनि भोलि चाहिँ बिहान नै कोरी पुगिन्छ होला। कोरी जान चाहिँ 3-4 घन्टा नै लाग्छ अरे। सो बिहानै उठ्नु पर्ला जस्तो छ। सो अहिले चाहिँ हामी यहाँ आएर चाहिँ खाना खान लाग्दैछौँ होटल ब्रदर्समा। सो खाना कस्तो हुन्छ हेरौँ, अनि त्यसपछि हामी चिगातिर लाग्छौँ। एकदम स्टिप उकालो पछिको अलिकति ओह्रालो अथवा सिधा बाटो जस्तो आएको छ। हामी चाहिँ अहिले चियोमी एके चिगा जाँदैछौँ। सो आधी घन्टा 1 घन्टा नि नलाग्ला। अब त मजाको बाटो छ अहिलेको चाहिँ, एकदम उकालो छ यहाँसम्म चाहिँ। अब भोलि चाहिँ हामी बिहानै कोरीको लागि पुस गर्छौँ। दिस इज द बेड द्याट वी स्लेप्ट इन टुनाइट। सो अब हामी 4 बजे चाहिँ कोरीको लागि हिँड्दैछौँ। प्याकिङ साइकिङ भयो। असीमले अझै प्याकिङ गर्दैछ। असीम ल कस्तो भयो सुताइ? सुताइ वाज गुड। कस्तो छ ज्यान ठिक छैन। ज्यान एकदम ठिक छैन। अनि आजको लागि कतिको एक्साइटेड? नट भेरी मच। प्रदीप म पुरै माग्ने बुढाको टोपीमा छ। तिमी कतिको एक्साइटेड छौ? ल म त एक्साइटेड नै छु। बिहान 3 बजे उठेर लगाइस। अब चाहिँ हामी 6 बजे लाग्छौँ। सो 6 बजे होइन 4 बजे चाहिँ हेरौँ अब कस्तो हुन्छ वाक।
अहिलेसम्म अहिले त रमाइलो भइरहेछ हल्का भ्यू देख्न पाइरहेछ के भ्यू देख्यो तिमीले यताबाट सनराइज हुन लागिरहेछ उता पुरा हिमाल देखिरहेछ हल्का अँध्यारो अँध्यारोमा सेतो एकदम नजिक जस्तो उता पोखराको भ्यू छ पुरा लाइटिङको असिमको भ्यू चाहिँ कता छ असिमको भ्यू त्यहाँ छ है हामी ठ्याक्क 3 बाट हिँड्दैछौँ अब हामीलाई लगभग 30 to 40 मिनट्समा हामी कोरी पुग्छौँ सो रमाइलो छ है त अलिक पुग्दैन होला यार 30-40 मिनट्समै त पुग्छौँ कि We have officially got a glimpse of कोरीको डाँडा सो कोरीको डाँडा चाहिँ त्यहाँ पछाडि छ यो है मान्छेहरू पुगिसकेछन् हामीलाई ठ्याक्कै 6:30 भयो अहिले घाम उदाइसक्यो र हिमालको भ्यू देख्न सक्नुहुन्छ म्याजेस्टिक छ यो चाहिँ लमजुङ कैलाश रहेछ यो यतापट्टिको अन्नपूर्ण सेकेन्ड अनि उतै पछाडिको जुन यो बिचको छ नि यो चाहिँ माछापुच्छ्रे भयो अनि माछापुच्छ्रेको पछाडि अलिकति देखेको त्यो चाहिँ अन्नपूर्ण साउथ हो अनि यो चाहिँ कुमाईको डाँडा जस्तो लाग्यो मलाई Guys, I think I've noticed कापुचे सो उयो डेपमा चाहिँ कापुचे ग्लेसियर लेक छ जस्तो लाग्यो त्यहाँबाट पानी मुनि झरिरहेछ सो आवर नेक्स्ट डेस्टिनेसन इज दिस है क्विक फ्याक्ट चेकिङ यो चाहिँ अन्नपूर्ण बनाएको छ फेरि लमजुङ कैलाश रहेछ अनि यो दिस होल रेन्ज इज अन्नपूर्ण सेकेन्ड है मैले अघि मिस्टेक भनेछु हामी चाहिँ कोरीको यो भ्यू पोइन्ट भयो यतातिर हिमाल छ र हामी अलिकति अगाडिसम्म जाउँ भनेर हिँड्दैछौँ हामी ग्याङ चाहिँ है ऊ त्यो ढुङ्गा माथि पुग्ने इच्छा छ यो ढुङ्गा भने कि ऊ त्यो भनेको त्यो थर्डवाला होइन लास्टवाला होइन ल ऊ त्यहाँ पुग्छौँ हामी त्यहाँ पछाडिबाट कस्तो भ्यू देखिन्छ एकदम क्युरियस भएर है त त्यो चाहिँ कोरी हो कोरीबाट हामी अलि अर्को डाँडा आएर यतापट्टि यस्तो भ्यू रहेछ कस्तो राम्रो भ्यू ल हामी चाहिँ कोरी डाँडाबाट अब कापुचेतिर लाग्दैछौँ हामी हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको हुगु छ सो अब हामी यहाँबाट लाग्यौँ है सो गाइज हामी हुगुको लागि बाटो छोडिसकेका छौँ सो यहाँ अगाडितिर अथवा मुनि पनि एउटा बाटो छ जुन चाहिँ तासा र हुगुको लागि छुट्टिन्छ तासा भनेको हामी जुन बाटो आयो त्यही फर्किने यो चाहिँ हुगु जाँदैछौँ हामी बाटो हामी हिजो आउँदाखेरि चाहिँ यो डाँडा हुँदै आएको थियौँ तर आज हामी यतातिरबाट झर्दैछौँ एक्ज्याक्टली अपोजिट डाँडाबाट सो त्यो परदेखिको सिक्लेस हो अब यता मुनि कहाँ छ हुगु त्यता जान्छौँ हामी कहिलेकाहीँ चाहिँ बाटो झुकिन सक्छ सो बाटो झुकिनु भयो भने कुन बाटोमा यस्तो फोहोर फालेको छ त्यो बाटो हिँड्नु है त दिस इज हुगु यो चाहिँ नमस्ते होटल भन्ने रहेछ अब हामीले यहाँ खाजा खायौँ र हामी कापुचे लाग्दैछौँ 3 बजे सो आज कापुचे जाने अनि आज बस्न
हेरौँ भ्यू आज भोलि भ्यू हेर्नै पर्ने खालको रहेछ भने चाहिँ बसिन्छ, नत्र चाहिँ फेरि फर्केर यतै हुगुको कुनै होटलमा बसिन्छ होइन त? हजुर हो कि होइन? त्यो क्वेसन हो जे भने हो 5 minutes लेखे हो कि न्यू साइला कटेज। हामी चाहिँ कापुचे जाँदैछौँ होइन। 1.5 hours को वक पछि हामी हुगुबाट कापुचे लेक आइपुग्यौँ। कापुचे लेक। सो यो कति मिटरमा थियो गाइज? 2450 मा हो यो कापुचे लेक चाहिँ। अनि अहिले चाहिँ यस्तो खालको भ्यू छ, खासै स्नो छैन तर लेक चाहिँ एकदम ब्लुइस छ। ब्लू पनि कस्तो त्यो मिठो खालको ब्लू के। सो कापुचे मात्रै आउने हो भने त इट्स वर्थ इट, राम्रो छ। अनि नजिकै पनि छ पोखराबाट। So 2-3 days को time ma you can come to Kapuche and maybe stay here. So हामी चाहिँ कोरीबाट आयौँ अनि अहिले कापुचे आयौँ अनि अब हामी फर्केर हुगुतिर बस्छौँ एन्ड भोलि विल रिटर्न ब्याक टु पोखरा। अनि पोखरामा बसेर अनि पछि चाहिँ हामी काठमाडौँ जान्छौँ होला। सो गाइज हामी चाहिँ अहिले हुगुमा छौँ। हुगुमा हिजो राति स्टे गरेर अब हामी सिक्लेस फर्किँदैछौँ। टाइम चाहिँ 8:30 अलिकति बढी भयो। अब हामी सिक्लेसतिर लाग्छौँ, लगभग 4 देखि 5 घन्टा लाग्छ होला, मेबी 4 hours। अनि त्यहाँबाट हामी आज पोखरा गएर स्टे गर्छौँ। सो गाइस यही हो आजको अपडेट। सो गाइज हामी चाहिँ यो माथिको डाँडा चाहिँ कोरीको डाँडा अलिक वरा हो, त्यहाँबाट अहिले धेरै मुनि आइसक्यौँ। ल एउटा क्वेसन है त, कापुचे र कोरी बाटो अनुसार ठाउँ वर्थ इट अर नो? येस अर नो? कापुचे येस अर नो? नो फर मी। कोरी? कोरी त जान्नु तिमीलाई? मेरो लागि 2 दिनको रिफ्रेसमेन्टको लागि कापुचे चाहिँ यो ट्रेक चाहिँ ठिकै लाग्यो। यो ट्रेल चाहिँ होइन, यो नभन न, कुन कहाँबाट भन न? यो सिक्लेसदेखि हुगु हुँदै हुगुबाट चाहिँ एकछिन राम्रै उकालो छ, अलि नराम्रो बाटो, तर डेस्टिनेसन भन्दा पनि यो बाटोको लागि चाहिँ 2 दिनको उसको लागि कापुचे चाहिँ वर्थ इट छ। कोरी चाहिँ मलाई पनि यही भ्यू यहीँबाट हेर्नु हुने रहेछ, माथि जान 8 घन्टा। yes or no? कोरी नो? कोरी चाहिँ नो, कापुचे यस। ल यहाँबाट भ्यू चाहिँ यस्तो छ है त। सो गाइज हामीले अफिसियली हाम्रो ट्रेक सकायौँ। हामीले अब यहाँबाट देखिन्छ कि देखिँदैन, तर यो पछाडिको डाँडाको टपबाट अनि कापुचे झरेर अहिले हामी फेरि सिक्लेस फर्किसक्यौँ। अब हामी बस पार्क जान्छौँ, त्यही 1-2 मिनटको कुरा हो, अनि हामी पोखरा फर्किन्छौँ। सो दिस इज द एन्ड अफ द ट्रेक गाइज।